पारा अब यहाँ नपकेन है यो त के हेर्नुलाई लिएर आएको पूजा गर्नुलाई खानु लिएर आएको खोल्न पनि आउँछ आउँदैन हो त्यो सट्टै तान्ने हो हामीलाई खोल्नु पायो भने जुनै सुकै पनि खोलिदिने हो नपाएर पनि भर्जिङ मात्रै भर्जिङ खोल्नुपर्छ भर्जिङ खोल्नलाई त हामी खुब सिपालो नि जस्तो लाग्यो त गाइस खाने हो भन्नु मात्र हो आउनु चाहिँ कोही होइन यो चाहिँ माला मान्छेको नामै थियो नि माला भने के हो माल भनेको होइन होइन माला भनेको माला माला गाइस अनर्थ नसोचिदिनु होला यो चाहिँ बुइमा खान आउनुपर्ने छ है यहाँ सही हुन्छ क्या त्यहाँ टिपेर खानाले मजा आउँछ नि त नि देखिँदैन त गाइर बस्छ हामी पनि उल्टो गरेछ नि त्यहाँबाट हो यहाँ चाहिँ बस्नुपर्ने दाउरा चिन्न आएको भर्खर खाजा खाँदै दाउरा चिन्न आएको डबल चिन्ह जङ्गलमा दाउरा चिन्न आएको कि भर्खर खेताहरूलाई के अरे खाजा खुवाउँदैछु कुरो यो त खासै मलाई चाहिँ त्यो लाग्यो बाँच्ने अर्कै आयो मिठो छैन यो मलाई मलाई त मिठो लाग्छ यो है दुःखमा नगर्नु गल्लाहरू अब यस्तै छ अब गाउँघरमा बनाउने कोदोको ढिँडो नखाने भन्छ सारको यस्तै खाने हो यस्तै खुवाउने हो योभन्दा मिठो खुवाउन सकिँदैन अर्कोचोटि आउँदैन नभन्नु होला नरिसाउनु साह्रै आलो पलो गर्नुपर्छ मकैको ढिँडो कोदोको ढिँडो नखाने भन्छ यस्तै चिज पाएपछि हामीलाई अब त्यसरी त अनि पानी यति हो सानी सानी अब यस्तै सिक्केसा हुनुपर्ने आधी मान्छे छ यहाँ गइरहेछ होला हामी देखेर अलिअलि एउटा धेरै त्यो खानु निक्रो निक्रो त धेरै छ खाउँ न तुलेर खानु खाउँ 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 हामी त उठेर कोठी खान्छ सोचिरहेको म यता बोलिरहेको विरोधी अर्को ठाउँ राखेको थिएँ बुझ्नु 7 बजी बुझेन कसले आउदाखेरि मुनि काका चाहिँ रहेछ अस्ति हामीले कागज पायो तपाईँ
सबैलाई होइन अनि को हो? बेसन को को हो? के खानु नजानु पनि त्यही हो त लास्ट तपाईँले सेट्नुमा चाहिँ नम्बर 1 सिपालु रहेछ पर्फेक्ट सेट्नुमा रहेछ उमेर त भन्छु जान्न आउँदैन के ज्यादिसक्यो भन्छु नि अब त्यो प्लास्टिक जान्न आउँदैन ल इङ्ग्लिसमा ल्याउ अहिले हाम्रो खाना भने नि हो नास्ता भन्ने यो बेलुका मात्रै अब कहाँ पाए पनि कहाँ खाने र बेलुका खेतालाहरू चिन्ता नगर्नु बेलुका लोकल कुखुराको झोल मजाले कोदो मकैको ढिँडोसँग मैले अस्ति नै भनिसकेँ नि होइन मैले अस्ति नै भनिसकेँ बुझ्नु मैले कुरा खाइसकेपछि खाइसकेपछि सबै भनौँ कति गएर मान्छेले आउँछ के हुन्छ यस्तो त बिहान आयो बिहान मजाले सुत्यो आफूले मात्रै आउँदो रहेछ हामीले त आउँदैन हामी त भिजा छैन हामीले पानी खानाको हो होइन पसिना त देखिँदो रहेछ देखिन्छ होइन यो हाम्रो मनमा देखिँदो रहेछ होइन कालो छ नि त उहाँ सेतो छ नि त सबै भिजिरहेको छ भिज्नु सबै भिजा त देखाएन मेरो मर्त भिजा त्यो देखिँदैन भिजा त्यही भएर मैले यहाँ एउटा टी सर्ट बोकेर एकैछिन देखिहाल्छ त्यो गर्न लगाएको दुईटैसँग यो चाहिँ मैले किनभने अस्ति लगाएको पसिना आइरहेको छ देखिरहेको छैन क्या त्यही भएर ठिक छ यो त्यसमा केक के वो भनेर के रुलो भनेर टेस्टको पनि मेरो जस्तै रहेछ एकदमै सबै मिलाउँछ पानी सरी जाइन चाहिँ म आलु उसिन्छु होइन टिमुरको अचार बनाउँछु अनि यो मकै जस्तै उसिनेर त्यही खाने कम्पनी चाहिँ कुन कम्पनी हो कम्पनी कम्पनी हो हाम्रो कम्पनीमा ल्याऊ माथिको त्यो पयाँले साथै उहाँ चाहिँ काम गर्ने कम्पनीको नाम यही रहेछ उहाँ कम्पनीदेखि लिएर आउनु भएको रहेछ है अहिले खानालाई चाहिँ खबर बाँकी छ है बाँकी छ अरे टेस्टी छ मिठो छ त्यो पनि त्यही होला तपाईँहरूलाई पनि चाहियो भने यो सायद म भनेको कामदार मात्र हो मसँग सम्पर्क गरेर पाउनुहुन्न मार्केटमै पाइन्छ होइन मार्केटको नाम पनि भन्नु पर्यो मार्केटमा कम्पनी कुनै आफूले प्याक गर्ने उनीहरूले प्याक गर्ने भुट्ने होला होइन
पानी चाहिँ नपरोस् जाओस् पानी पऱ्यो भने झर्नु त समस्या हुन्छ त्यो 20,000 को 20,000 60,000 60,000 मैले किनेँ अटोट गरिदिएँ मैले नेपाल लानु दिँदैन पैसा त मैले होइन त्यो होइन मेरो पनि छ दिन्छ तर सुर्केसमा हाल्नु पाउँदैन क्या लगेजमा हातमा चाहिँ पाउँछ क्या पहिला मैले पनि हातमा ल्याएर पहिला म फिनिसमा जाँदाखेरि चाहिँ के थियो भन्दाखेरि एकजना साथीले नचिनेको चिनेको छैन एकजना मान्छेले चाहिँ लगेजमा हालेको रहेछ उसको चाहिँ सबै निकाल्थ्यो होइन अनि उसलाई लान दिएन अनि मेरो चाहिँ हातमा थियो म चाल गर्दै लिएर गएको थियो मैले चाहिँ लिएर जान पाइयो क्या होइन त्यो पावरफुल धेरै पावरफुल लानु दिनु हातमा लिने थियो लगेजमा हाल्न मिलेन है यहाँ चलाउने लाने दियो भने जाने नलाने त्यही थाल्ने नि ल भनेर टिप्स दिइराख्ने टिप्स मलाई त्यही हो लाने गिटार हिँड्दैन त्यो त टिचरले पनि चल्दैछ खुट्टा हिँड्दैन त्यसै गरोस् न हामीले फालिसकेको के गर्नु छैन त्यहाँ टिप्स भनेर दिइराख्ने उसलाई बस चाहिँदै तिनीहरू लाँदैन तिनीहरू आफै लास्टमा त लान्छ होला नि त उनीहरूले त फले जसै गर्नै पऱ्यो नि त्यो पनि खोल्नु त्यसलाई पनि सिद्धि भनेपछि मेरो खेतालो आज चाहिँ लास्टै भोग लागेको रहेछ काम पनि धेरै गऱ्यो नि त त्यही भएर नास्ता पनि छैन हामी त खाएर आयो टुक्रो भात थियो बिहान खाजा खानुहुन्छ बिहान सधैँ भात ए त्यसो भए त कहाँ 8 बजे बिहान खाँदैन म 12 बजे मात्रै खाना बिहान कफी 9 बजी ठ्याक्कै 1 बजी हाम्रो पहिला कालो कफी सक्यो कालो पानी म त सधैँ 9 बजे भित्रमा एक टिप पनि भात खाइहाल्ने ए मैले अझै छ है हाम्रो कालो पानी मेरो बिहान कफी खान्छ कफी खाएपछि कफी पनि हो कफी एक दिनमा एकचोटि त खायो बिहान होस् या साँझ त्यही कस्तो भयो बिहान के भयो मुखे खिबे पानी त पर्यो यो भित्र लुक्दै जानु सिम्पल अब यहीँ बसिनु के गर्नु भोलि पनि पर्छ मेरो त भोलि पनि छुट्टी हो मेरो भेट नाइ के फरक पर्दैन मेरो पनि नाइट हो मेरो मिलाउन भयो यहाँ कमाउनुबाटै गर्छ छाड तपाईँले चाहिँ के अनि यस्तो जङ्गल घुम जानु भनेर थाहा छाड्न हो अझ म चप्पल बोक्नु विचार गरेको कफी बुढा छ त बोकेछु म बुढी निकायको बाहिर ओह्रालोमै जाँदाखेरि लड्किने काचेको चाहिँ हुन्छ बुढो आखिर भिजेकै छ अहिले पनि पनि भिजे पनि के फरक पर्छ त मतलब अहिले भिजेकै छ पुरै यहाँ पसिना भइसक्यो है मतलब होइन यसो पानीले भिजेको र पसिनाले पसिना भिजेको धेरै फरक छ आकाश र जमिनको फरक हो हजुर त्यही कुरा बुझ्नु भएको जसरी पनि भिज्ने हो दुइटै पानीले पनि भिजाउने पसिनाले भिजाउने पानीले भिजाएको राम्रो हुन्छ किनभने पुरै सल्लाह त बगाउँछ नि त त्यो पसिना त पुरै पसिना फेरि असर गर्छ नि त पसिना एनर्जी बढाउने हो भने काजु बदाम चाहिँ उहाँसँग सम्पर्क गर्नु कति रुपियाँ पाउँछ त्यो यो त्यहीँ बाहिरदेखि आउने होला सामान चाहिँ सामान चाहिँ सबै पकाउने सामान चाहिँ सबै बाहिरबाट त्यहाँ पकाउने अनि यता पेकिङहरू गर्ने यो हाल्नु पुरा मसला मसला हाल्ने यो छ नि यो सबै आइटम आइटम यो केराउनी बाहिरबाट आउँछ यो बाहिरबाट आउँछ सबै बाहिरदेखि आउने पिनट यो बदाम नै बाहिरबाट आउँछ बाहिरबाट ठुलो हुन्छ नि बोराको 25 किलो 20 किलो हुन्छ अनि कुनैमा कार्टुनमा आउँछ
त्यसको अर्डर तिनीहरू अर्डर लिएर आउने त्यसपछि यहाँ फ्राई गरेर ग्राममा बनाएर ग्राम किलोमा किन्छ त्यही हो अनि यहाँ बनाउने भुट्ने मेरो पेटले बोक्न सक्छ र यो अब त्यो बनाइसकेपछि त अब यहाँकै भइहाल्यो नाम साम लाउने कम्पनीको नाम अनि त्यहाँको मारमसला मिलाउने यहाँ बनाएको भइहाल्यो रेप टेस्ट गर्ने भनेको हामी जस्तो चाखेर हो हामी सब्जी बनाउँदा नुन लाग्यो लागेन भनेर कतिको टेस्ट भयो चाख्नु त्यही त उसले बिना यो कसैले काट्नु मसला अनि यति केजी यो 1 केजी त्यो 1 केजी कति त्यसमा कति लाग्यो त्यहाँ सब हुन्छ हाम्रो कम्पाउन्डमा त्यो केमिकलहरू यो यति केमिकलमा यति पानी हाल्नुपर्छ त्यस्तै हो कति नुन लाउने कति मसला लाउने सब गरिसक्यो हुन्छ नि त्यो त अब यति केमिकलमा यति पानी हाल्ने भन्ने पहिले डिभाइड भइसक्यो त्यस्तै हो यसमा कति चिनी पनि हुन्छ यो हनीमा चिनी हो यो पेटले पनि के बोक्न सकेको होला है अचम्म लाग्छ है यो एउटा बोक्यो त्यसपछि यो पनि बोक्यो अनि भारी चाहिँ कसो घाटो भनेर मलाई थाहा भइसक्यो अनि यो पनि बोक्यो अचम्म छ हो यो पेट के खालको पेट हो अब यो पनि बोक्यो अब यो पनि बोक्यो अब यो बाँकी छ अब यो बोक्न बाँकी नै छ यो पनि बोकिसक्यो अब यो फेरि पनि बोकौँ यसलाई यो बाँकी नै रहेछ त यार अहिले भोक लाग्दैन हजुर मलाई यति भइसक्यो के को डल्लो हो यो अरिङ्गर कहाँ अरिङ्गरको टोक्छ है त्यसलाई केही नजराउनु ऊ त्यहाँ त्यत्रो देख्नु भएन मैले भइदिएको पानी खाने मैले अघि नि देखेको तर नभनेको मात्र के अरे हरियो सम्पत धेरै खानु मेरो अघि नै देखायो भने सुरुमा नभनेको मात्र अरू ठाउँमा पनि छ कि भनेर त्यही भएर देखेको कुरा भनिहाल्नु मनमा लागेको कुरा म भन्छु भनेर अर्कोले ठ्याक्क भन्दैन के भने मैले अघि नै भन्नु खोजेको नि भनेर हुँदैन होइन सबैले त मैले देखाएर सबैले देखेर छ बुढी नफुरेको मात्रै देख्छ ऊ त्यो के हो भन्नु नसकेको हो नि तपाईँले कानमा चाहिँ किन के हालु मलाउनु फेरि खायो भिडियो बनाउनु पर्छ पनि हाल्यो खाने बेला के भिडियो बनाउनु ठाउँ नै यस्तो रहेछ क्या आज अलि मौसमले साथ दिएन यो मौसम ठाउँ नै यस्तो पानी नेपालको चन्द्र तर यो खाने ठाउँ चाहिँ कहाँ छ एउटा प्लास्टिक हालेर सिङ्गो हुँदो फाल्ने हो नि त त्यसमा होइन होला अघि यो 2 दिन फाल्यो त हेर्नुपर्छ पहिला उठाएमा यता फाल्यो प्लास्टिक चाहिँ हो प्लास्टिक त्यो प्लास्टिक त बोक्ने नभए त प्लास्टिकमा हालेर झोलामा हालेर उता कोही नभएला पो त अस्ति मैले त्यही गरेँ अस्ति त बुङ्गुरको मासु अझ पनि मैले सोचिराखेँ क्या बुङ्गुरको मासु नभए पनि चिउरा चाहिँ हामीले मैले दाइलाई भनेको त्यो भुटेर लैजाउँ भनेको त्यो त माथि गएर चपाउनु सकेन पर्दैन भनेपछि त क्या त्यही त चिउरा त त्यो यस्तो प्लास्टिकमा चाहिँ हाल्नुपर्छ भुटिसकेपछि अनि भुटेकै छैन भुटेकै छैन मैले भुटेर लैजाउँ भनेको हो त्यही त समस्या भयो नि त अनि पहिलोचोटि उ गरेको त्यस्तो देख्नु थाहा हुँदैछ भुटेर लाएर भए त भुट्ने टक्क अलिकति त्यसमा मारमसला पनि लाउने ताप्पो बाँधिनुपर्छ मुला त्यो त अनि त्यहाँ हामी अझै माथि जान्थ्यो तर चाहिँ ढिलो पनि भयो अनि त्यो मेट्यो नि थकाइ मेटिसको मैले केरा चाहिँ ल्याउनु खोजेँ त्यही हो क्या मैले अघि भने नि मलाई त लास्टै भोक लाग्यो भन्दाखेरि खाने हो केरा त राम्रो छैन केरा खाने हो भने खोइ यहाँ छ देखाउने होइन
खै कहाँ यहाँ धुमा छ कि लासो निकाले हेर्नुहोस् के मैले नचाहिने कुरा गरेको साँचो कुरा गरेको भने तात्को निकालेको छ भने नाच्छ भाइरल भाइरल हुँदै अझै बाँकी रहेछ सादा सादा यो त यार खतरा भइहाल्छ केकको कुन यसको केकको केक यसको अनि यो बिना त्यो भइहाल्छ नि त्यो हाम्रो यो कन्टेनरमा ब्लु पेक कार्टन पे गरेर हाल्छ नि त्यसमा पनि यति हाल्छ हाम्रो त्यो यसको नेचुरल नेचुरलको त्यो रुखको त्यो फलफुल हुन्छ होइन त्यसमा चाहिँ यस्तो त्यो यस्तो औषधि हाल्यो भने बिग्रिहाल्छ नेचुरल भन्छ के मिलाउँछ हुने त्यही फेरि माल त त्यही हो अरू ठाउँ मिलाएर बिटी कति भयो बिटी कति अनि यसको बिटी छ कति है अलि तल पनि छ क्या यता मान्छे यताबाट आइरहेको त छैन के इन्टरनेट त छैन खोजी त दिइरहेको के गर्छ धेरै यो खायो भने धेरै पानी त्यसमै हाल्दैन न त्यसमै हाल्दैन होइन हाम्रो हेमराजजीलाई यो धेरै मनपर्छ अरे लाने पुग्नु अहिले अब यहाँ तल गएर खानेकुरै हुँदैन यो यत्रो छ अब यो पनि लानु हेमराज अहिले तल गएपछि भयो अलिकति अलिकति के अलिकति अलिकति हाल्नु यहाँ त मसँग थियो मोबाइल ल्याइदिएको छ यो हावा धेरै भयो त त्यो झोलामा त्यतिकै हाल्नु नि त्यो चाहिँ त्यो फोहोरहरू चाहिँ यहाँ त्यसमा ए यहाँ खोइ अलिकति के गोलै जानेन अनि अलिकति के भयो सबै झर भन्नुपर्छ नि एउटा केरा पानी खाने हो कि पिउने हो अहिले काम लाग्छ क्या चट्ट भोक लाग्छ बोजीमा हाल्ने एक दिन टप्प दिने मुखमा चपाउँदैन अस्तिको मार्केटमा घुम्न जानुपर्छ के अरे हामी त अप्रिलमा गएको त्यसमा जमिनमा एक दिन हेमराजले लिएर जानुपर्छ क्या के छ त्यो पानी जहाजमा पुरै घुमाउने मार्केटभित्रै पानी जहाज जाउँ कुन ठाउँमा पानी जहाजमा उसको त्यहाँ पनि छ एउटा मार्केट छ आयो भने के बाटो ढोका यो चिर्ने ढोकादेखि पर कुनामा पुग्नलाई कति 8 मिनट लाग्छ हिँडेर त्यो काट्नलाई मात्रै यहाँदेखि थुक्पादेखि थुक्पासम्म म एक्लै गएको एकचोटि है मेरो माथि हिँड्ने चाहिँ हिँड्यो अनि त्यो परसम्म पुग्यो अनि त्यसपछि माथि एक तल चढ्यो अनि त्यसपछि यता आएपछि खुट्टा धोएर फेरि फर्केर आयो टी सर्ट चाहिँ भिजिसकेको छ पसिनाले पानीले पछाडिको होइन पसिना फुललाई अब फुल बनाए फुल बर्बादै हो त यतातिर हुन्छ नि हो राजा पानी कति रिङ्गेटमा किनेर यो कति पो थियो यसको 90 कि कति होइन हाम्रो प्रमोसनमा किनेको
आधा पनि ल्याउनु पर्ने त हालौँ हजुर मार्केटहरूमा जानुपर्छ यो पनि यो त कहाँ हाल्छ त हाल्ने भए हाल्छ एउटा प्लस पनि हाल्यो प्लस पनि आगो फुकेर मासु पोलेर खानुपर्ने यो त खतम है एउटा प्लस हाल्यो त्यो त उता अहिले नि यसमा हालेर ल्याउनु पर्ने थियो के चाहिँ यहाँ अझ पुरै खाली भयो त झोलप्याक गोला पहिचान झोलप्याक प्लास्टिक रहेछ नि बोक्नुपर्छ होइन यो सिलेरीमा के अरे उसमा आइसिडी जाउँ है आइसिडी त राति मात्रै मजा आउँछ है त्यही त नि उसकोमा गएर बस्ने अनि उता नजिक हो उतादेखि नजिक त कहाँ नजिक हुनु होइन आइसिडी त फेरि खतरा छ नि त्यो अस्ति भन्नुभएको साल एका सिनेमा टिकट काट्नुपर्छ त्यसमा नि अब टिकट कस्तो छ होइन राति मात्रै हेर्न त्यति हाल्नु न हाल्ने हो कहाँ हाल्ने धेरै टाइम लाग्यो पठाउन पुग्यो त नसकेर होइन अहिले पो पुग्यो त अनि भरे त एउटा आलुमा अनि यो झोला चाहिँ सानो देख्न मात्रै छ यार यो झोला सानो देख्न मात्रै छ नि जोसमा त भारी घट्यो यार खाएपछि त यो प्लास्टिक बोक्नुपर्छ अहिले कोरालोमा काम लाग्छ पानी पऱ्यो नि त यही यता हेरौँ न यता बसेको ठाउँमा भिजेको पुरै भिजायो त होइन यो भिजेको होइन किन भिजायो यो ठाउँमा त्यो पानी हालेको होला हो गफ दिन्छ उठाइदिनु हाम्रो सबैको त्यही हो अब यो हालिहाल्नु झारको बनाउँ न सबै थोरै अहिले कलर लाग्यो भने दुलो भएर के बनाएर जानुपर्छ खानापिना खाइयो लुङ्गी बनाएर हिजो उसको पानी च्यात्यो नि कसको बोलेको कम्पाउन्ड यो त रमाउँदाखेरि ड्युटी गरेर भनेर छैन त्यो सन्ताइनेर त्यो यता त्यो नाली छ नि नालीमा यस्तो यस्तो सरे त्यो सरे भच्याएर रहेछ भच्याएन खुट्टो बसिन्छ क्या त्यो माथि माथि हेरेर बाँच्चै खुट्टो देउने पऱ्यो एउटा माथि एउटा तल भयो चोर लाग्यो नि भन्ने यहाँसम्म त्यति यति यति बसेर पनि त्यसको खुट्टा तल पुगेन क्या नालीमा त्यो नै यो पानीले पनि यहाँबाट पुरै यत्रोसम्म धर त्यो सबै भयो पछि त्यो सेफ्टी ज्याकेटले पुरै तल छोपेर हिँड्दै थियो चोर लागेन भन्ने अब त्यो शरीरमा यता त यता चोर लाग्थ्यो नि होइन भाइ ब्लक कम्पनीमा काम गर्न नखाउँ होला तपाईँले पहिला गर्नुभएको थियो होइन त्यही हो अहिले त यता चाहिँ अहिले त त्यस्तो गर्मी हुँदैन गर्मी झन् बढी हुन्छ त्यहाँ धेरै हुन्छ पहिला जस्तो हुँदैन पहिला त अब पुरै हामीले त यस्तो तानेको नि कहाँ तानेको मात्र हामीले त त्यो उता पुरानो मेसिनमा 3 र 4 5 र 6 मा उता त्यस्तो फुलाउने मान्छे नदिने हुन्छ त्यो अहिले पनि गर्मी छ नि हामी त दाइले त गर्नु भएन गऱ्यो नि तिन के अरे 2 नम्बर र 3 नम्बर हो नि सबभन्दा त फुलाउनेमा त त्यो त होइन 3-4 हो उता पल्लो छेउ त्यो उता पुरानो के उता 3-4 हो 3-4 हैन त 5-6 हो 5 हो उता 5-6 3-4 त 16 हुन्छ नि 3-4 त भेज धेरै 16 म त 5-6 नम्बरमा गरेको नि ए उता उसमा त्यहाँ त 5 हो नि त फेरि ए उता त्यो नयाँमा रहेछ क्या त्यो पुरानो त पुरानो रुमको छेउमा हजुर सुबे फोटोफीको साइडमा फोटो फेरि त्यो फुलाउँछ नि त्यसको त्यही हो के होइन त्यो 3-4 हो त्यो 3-4 हो 3-4 यता बिम सिटिङ त्यो लेपको छेउमा 5-6 यता सुपरभाइजरको रुमको बोर्डिङ साइड के अरे फोटोफी साइड 5 हो त्यो 3-4 त यता 3-4 त धेरै राम्रो नयाँ लाइन 1 2 3 4 5 उता 3-4 त त्यो धेरै 16 हुन्छ धेरै राम्रो हुन्छ फुलाके हो नि हामीले 5 सम्म त 5 हुन्छ त्यो 5 जना दिँदा पनि भ्याउँदैन
एकजना ब्रेक जाने चारजना बस्ने तन्ने आफै बुलाउने हो? तान्ने होइन तान्ने होइन, हावाले फाल्ने क्या झर्छ अनि फ्लाउँदै होइन त्यो आफै आउँछ नि त्यसो त्यो फुलाउने हो फेरि त्यो बेला हाल्ने त सजिलो भइहाल्यो हाल्ने फेरि यहाँ ल्याएर फुलाउने यसरी